नमस्ते सबैजनालाई कार्यक्रम चिया गफ विथ एसकेमा स्वागत छ। आजको हाम्रो अतिथि हुनुहुन्छ मनोज पन्त, डाक्टर मनोज पन्त। मनोज पन्तको बारेमा ब्रिफली भन्नुपर्दा एकदमै हँसिलो रसिलो मान्छे र उहाँको एकाडेमिक ब्याकग्राउन्ड भन्नुपर्दा उहाँको पिएचडी इन मोलिकुलर बायोलोजी फ्रम इन्डियन स्टेट युनिभर्सिटी र हाल एज अ रिसर्च साइन्टिस्ट इलाइ लिली भन्ने फार्मास्युटिकल इन्डस्ट्रीमा काम गर्दै हुनुहुन्छ। लेट्स हियर मोर फ्रम मनोज पन्त। मनोज पन्त दाइ, तपाईँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद एसके। यो चियाको लागि पनि धेरै धेरै धन्यवाद है। तपाईँकै घरमा आएर यसरी चिया खान पाइएको छ। सर्वप्रथम तपाईँलाई ह्याप्पी न्यु इयर। चियर्स गरौँ। चियर्स। तपाईँको बारेमा यसो छोटकरीमा ब्रिफली 2-3 मिनटमा भनिदिनुहोस् न। 2-3 मिनटमै भन्ने अब तिमीले भनिहाल्यौ हँसिलो रसिलो। अब मेरो बारेमा भन्नुपर्दा अब मेरो नाम तिमीले भनिहाल्यौ मनोज पन्त। मेरो घर चाहिँ अब बेसिकली हाम्रो बुवाको घर भनौँ न पुर्खौली घर भनेको दार्चुला। अब तर म दार्चुलामा खासै बसिनँ। अब मेरो अधिकांश बसाइ काठमाडौँमा नै भयो। बुवा चाहिँ सर्भिसमा हुनुहुन्थ्यो, उहाँको जागिरको सिलसिलामा काठमाडौँ आयो। काठमाडौँमै राम्रो अब स्कुलहरू भएको हुनाले बुवाले त्यहीँ बसौँ भन्नुभयो। सो ओभरअल मेरो हुर्काइ भनौँ न अधिकांश जीवन चाहिँ ललितपुर काठमाडौँतिरै बित्यो। अनि अब अलिकति एकाडेमिक ब्याकग्राउन्डको बारेमा भन्नुपर्दाखेरि चाहिँ अब त्यही हो। अब एसएलसी पछि साइन्स पढ्ने भनियो। दुईवटा राउट हुन्थ्यो पहिला, अब मेबी अहिले पनि त्यस्तै छ होला, फिजिक्स बायोलोजी भनेर। मलाई चाहिँ फिजिक्स भन्दा नि अब बच्चैदेखि त्यस्तो धेरै थटफुल त होइन। आई मिन यो बनेर यो बनिन्छ भन्दा नि अब बुवाहरूलाई पनि बायोलोजी मनपर्ने, मलाई पनि बायोलोजी फिजिक्सहरू म्याथ त मलाई राम्रै लाग्थ्यो। म्याथमा म राम्रो नै थिएँ होइन। तर अब चुज गर्दाखेरि ल लेट्स डु बायोलोजी भनेर अब चुज गरियो। अनि बायोलोजीमै अब त्यसपछि त नट गोइङ ब्याक जस्तै हुन्छ नेपालमा। अब कोहीले त गर्थ्यो पहिला बायोलोजी लिएर पनि, अनि फिजिकलको त्यो आई थिङ्क म्याथ हो कि फिजिक्सको दिन्थ्यो। हो एक्ज्याक्टली हो त्यस्तो। पहिला लिन पनि लिए क्या हो, पछि मैले ड्रप गर्दै। तर त्यो एक्स्ट्रा म्याथमा चाहिँ तपाईँको बायोलोजी स्टुडेन्ट चाहिँ फेल नै भए पनि उसको ट्रान्सक्रिप्ट आउँदैन हो। तर त्यो म्याथमा चाहिँ सर्टेन भनौँ न 100मा 40 हो कि 50 ल्याइसकेपछि बल्ल इन्जिनियरिङको इन्ट्रान्स दिन पाइने हो कि के पनि त्यस्तो प्रावधान हो। त्यस्तो थियो। तपाईँको एसएलसी कहाँबाट दाइ? म चाहिँ लिटल एन्जल्स स्कुल हात्तीबन। लिटल एन्जल्सबाट। लिटल एन्जल्समा मेरो साथीहरू पनि थिए। लिटल एन्जल्स कुन ब्याचमा तपाईँ? म 2059 को एसएलसी। 2059 भनेपछि के विशाल गेवालीहरू बोर्ड फर्स्ट भएको ब्याच हो। हरेकचोटि विशाल नै हुन्थ्यो होइन, बोर्ड फर्स्ट विशाल गेवाली, विशाल खनाल होइन। विशाल हाम्रो त विशाल गेवाली थियो, धेरै फेमस थियो ऊ। उसले चाहिँ अब पछि पनि आएर +2मा पनि व्हाइट हाउसमा पढ्यो क्या विशाल गेवाली। व्हाइट हाउसमा नि फर्स्टै भयो, बोर्ड फर्स्टै भयो 11मा 12मा दुइटैमा। पछि ऊ आइओएम गयो डक्टर बन्न, त्यहाँ पनि आई थिङ्क ऊ फर्स्टै हुन्थ्यो। अहिले राम्रो गरिरहेको छ उसले। अझै अलिकति उसको भिन्न छ कि भन्नाले अहिले सबै फार्मास्युटिकल कम्पनीहरूको दौड के छ भन्दाखेरि क्यान्सरलाई कसरी ट्रिट गर्ने भनौँ न, त्यो चक्करमा चाहिँ अब दबाई बिकाउन होस् या लाइक हुन्छ नि अलिकति एडभान्समेन्ट गरे भन्न होस् होइन। अब अलिक क्यान्सरमा चाहिँ कस्तो हुन्छ, अलिकति सर्भाइभल बढाइदिए पनि अब वी मेड अ मेडिसिन, अब केही पनि छैन नि त अहिले। मेडिसिन नभएको कारणले गर्दा धेरै मार्केटिङ स्ट्राटेजीहरू गरेर अब कहिलेकाहीँ चाहिँ इफेक्टिभ त्यति हुँदैन। अब लन्जिभिटी मात्र बढेर भएन नि त। पेसेन्टलाई चाहिँ 2 वर्ष बढी बाँचेर मात्र भएन, उसको चाहिँ त्यो क्वालिटी अफ लाइफ पनि राम्रो हुनु पऱ्यो होइन। त्यसैले बिना कष्ट बाँच्न सक्नु पऱ्यो। अब त्यस्तो त्यो अब एकदम ग्रे जोनमा हुन्छ कहिलेकाहीँ होइन। त्यो अब उसको चाहिँ अलिक डिफ्रेन्ट पर्सपेक्टिभ छ त्यो अन्कोलोजी मेडिसिनतिर। त्यो इन्ट्रेस्टिङ छ उसले चाहिँ कसरी अब हुन्छ नि हाउ सिग्निफिकेन्ट भनेर चाहिँ अब ड्रग कम्पनीहरूले त गर्छन्, तर मेबी लाइक समटाइम इट्स नट वाट पेसेन्ट इज लुकिङ फर। अर पेसेन्टलाई खासै अब हुन्छ नि त्यत्रो 2 वर्ष झन् मेडिकल पेमेन्टदेखि लिएर हुन्छ नि मेडिकल इन्टरभेन्सनमा उसलाई झन् टोल हुन्छ क्या। अनि तर एट द एन्ड अफ द डे द डिजिजलाई
बिट गर्न सकिन्न, त्यसैले उसको इन्ट्रेस्टिङ छ। मैले पनि अब धेरै त फलो गरेको छैन, तर यसो सरसर्ती हेर्दाखेरि चाहिँ कन्भेन्सन भन्दा उसको चाहिँ अलिकति डिफ्रेन्ट थट प्रोसेस छ, र त्यसमा उसले चाहिँ एकदम राम्रो पुस गरिरहेछ। उसले ठाउँ ठाउँमा गएर टक्सहरू दिनेदेखि लिएर प्रेजेन्टेसनहरू दिने। लेट्स नट टक अबाउट विशाल गेवाली। तपाईँको अनि दाइ +2 साइन्स चाहिँ कहाँबाट? मेरो चाहिँ क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर CCRC, CCRC होइन, त्यो कोटेश्वर होइन, म चाहिँ कालीमाटी, पहिला त्यो कालीमाटीमा थियो। ए हो र, म चाहिँ कोटेश्वर हुँदाखेरि म चाहिँ तिमी पनि CCRC हो? CCRC होइन, म CCRCमा चाहिँ इन्ट्रान्स दिन भनेर गएको थिएँ होइन। एसएलसी पछि त इन्ट्रान्स भन्ने हुन्छ नि त। 63 ब्याच हो, अनि त्यही 64 सालतिर इन्ट्रान्स दिन भनेर त्यहाँ त्यतिखेर चाहिँ कोटेश्वरमा। CCRC चाहिँ अब भनौँ न एसएलसी बोर्ड टपरहरू चाहिँ पढ्ने ठाउँ हो भन्ने टाइपले एडभर्टाइज हुन्थ्यो। सो त्यही त, हामी अब पास आउट हुँदाखेरि व्हाइट हाउस, CCRC एकदम त्यो +2 को टिचरहरू मिलेर खोलेको कलेजहरू, अनि धेरै जसो लाइक बोर्ड टपरहरूलाई चाहिँ लिने, एकदम कम्पिटिटिभ थियो त्यो व्हाइट हाउस CCRC। नेक्स्ट त अब सधैँ लाइक कम्पिटिसनमै हुन्थ्यो। भनेपछि तपाईँले +2 CCRCबाट गर्नुभयो, साइन्स मेजर बायोलोजी गरेर, अनि त्यसपछि ब्याचलर्स कहाँ पढ्नुभयो? म चाहिँ काठमाडौँ युनिभर्सिटीमा ह्युमन बायोलोजी भन्ने एउटा सब्जेक्ट, त्यो नयाँ सब्जेक्ट थियो। इन्ट्रेस्टिङ, मलाई थाहा थिएन। त्यो यति धेरै पपुलर पनि भएन त्यो सब्जेक्ट, पछि अब आई मिन अहिले त बन्दै पनि भइसक्यो होइन। तर अब त्यो बेला खोल्दाखेरि ठिकै, अब यस्तो भयो, अब बायोलोजी पढिसकेपछि चाहिँ के गर्ने त फर्स्ट हुँदाखेरि चाहिँ अब मेडिकल नै हुन्थ्यो। अब मेडिकल गर्दाखेरि चाहिँ अब कि त डोनेसनमा पढ्नु पर्यो होइन। अब डोनेसनमा पढ्न त्यति सक्ने अवस्था पनि थिएन, अनि फेरि पछि वर्थ इट जस्तो नि, मेबी वर्थ इट हुन्थ्यो कि हुन्थेन त्यो बेला एनालिसिस गर्दाखेरि चाहिँ डोनेसनमा यत्रो पैसा खर्च गरेर नेम गयो, नेम 5-6 महिना त्यहाँ पनि हल्लियो होइन। अब आइओएममा दियो, अब त्यो त्यस्तरी मेहनत गरेर पनि लागेन, पहिल्यै हुन्छ नि अब त्यो भिडै देखेर हरेस खाएर चाहिँ अब सकिँदैन यसमा त भन्ने टाइपको भयो। अनि त्यसपछि अल्टरनेटिभ हुन्छ नि, नेक्स्ट बेस्ट अल्टरनेटिभ के होला त भन्ने जस्तो अब त्यसको खोजमा लाग्यो। अब त्यो बेलातिर धेरै प्रोग्रामहरू थियो, कोही पब्लिक हेल्थमा जान्थे, कोही फार्मेसीमा जान्थे, बायोटेक्नोलोजी पनि इमर्जिङ थियो त्यो बेला होइन। अब त्यति थाहा हुँदो रहेछ। अब हुन्छ नि पछि आएर चाहिँ के राम्रो हुन्छ के नराम्रो हुन्छ, अब लाइक एउटा पेरेन्ट्सहरूलाई अलिअलि त थाहा हुन्छ, पेरेन्ट्सहरूलाई पनि खासै थाहा हुँदैन। उहाँहरू पनि अब साथीभाइको गफ, साथीभाइको यो स्टकहरू जस्तै त हो नि, यसले यो राम्रो छ भने ए राम्रो होला भन्यो, कहिलेकाहीँ राम्रै पनि भइदिन्छ र कहिलेकाहीँ नहुन पनि सक्छ। अब म पेसाले सिभिल इन्जिनियर होइन, भोलि पर्सि अब मेरो छोरोले चाहिँ सिभिल इन्जिनियरिङै पढ्छु भन्यो भने पनि अब ल पढ्न त राम्रै हुन्छ भनेर मैले ग्यारेन्टिड त कसरी गर्न सक्छु होइन। इट्स अल अबाउट द्याट इन्डिभिजुअल पनि होइन, मार्केट सिनारियो कस्तो हुन्छ। अब तर अब मलाई चाहिँ कस्तो लाग्छ भन्दाखेरि कुनै कुरा सुरुवात गरिसकेपछि फत्तै गर्ने हो, त्यो काम चाहिँ कम्प्लिट गर्ने हो। अनि त्यो काम कम्प्लिट गरिसकेपछि अपर्च्युनिटिजहरू भन्ने कुरा प्रेजेन्ट हुँदै जान्छ। अब पहिल्यै स्कोप छ कि छैन भन्दा पनि पढ्दै जाने, गर्दै जाने, अनि त्यसपछि एट द प्रेजेन्ट चाहिँ राम्रो गर्ने। यदि तपाईँ ह्युमन बायोलोजी पढ्दै हुनुहुन्छ अथवा सिभिल इन्जिनियरिङ पढ्दै हुनुहुन्छ, पढाइमा चाहिँ अब्बल हुनु पर्यो होइन। त्यो करिकुलमले के अफर गर्न सक्छ त्यो चाहिँ एकदमै राम्रोसँग अध्ययन गर्ने। अनि ग्रेजुएट हुने बेलामा अथवा ग्रेजुएट हुनुभन्दा 1 वर्ष 6 महिना अगाडि चाहिँ अब के छ त मार्केट, कन्ट्रीमा छ भने कन्ट्रीमा खोज्ने, त्यसपछि बाहिर एक्सप्लोर गर्ने। पहिले नै अब यसको त खासै करियरै छैन भनेर चाहिँ पढिरहेको विषयमा चाहिँ त्यो ध्यान लगाएन भने चाहिँ त्यो न यताको न उताको हुन्छ जस्तो लाग्छ। अब फर्स्टमा अब गर्नु त अलिअलि गर्दा राम्रै गर्नु नि पर्छ, तर अब कहिलेकाहीँ थाहा हुँदैन कि। आई मिन यो थिङ्क यो धेरै कुराबाट हेर्दाखेरि भिजनले पुग्दैन कहिलेकाहीँ होइन। कहिलेकाहीँ अब यो त इभल्भिङ छ नि सबै कुराहरू। अब अल अफ अ सडन लाइक आइटी सेक्टरमा यति इमर्ज भयो नि त भन्नाले, अब यति जबहरू पाइयो पछि होइन। त्यो बेला हामी पढ्दाखेरि कम्प्युटर कति कम्प्युटर साइन्स पढ्छ, जो पनि कति कम्प्युटर साइन्स पढ्छ, अब स्याचुरेट भइसक्यो भन्ने जस्तो थियो। तर त्यसपछि त झन् यो त ग्लोबली चाहिँ कम्प्युटर साइन्समा चाहिँ धेरै डिमान्ड भयो नि त आइटी सेक्टरमा। अब त्यसै नर्सिङ पनि धेरै नर्स भयो, अब यत्रो नर्सहरू कहाँ जान्छ, नेपालमा हस्पिटल छैन भन्दै अहिलेसम्म नर्सको डिमान्ड छ होइन। अब
अलिअलि त अब सबैले गर्छ पनि के पढ्दा राम्रो के पढ्दा नराम्रो भनेर होइन, तर अब एट द एन्ड अफ द डे अब त्यो सबै क्यालकुलेट गरेर साध्य हुँदैन। आफूलाई इन्ट्रेस्ट लागेको विषयमा इनरोल गर्ने अनि पढ्ने, अनि त्यसमा चाहिँ आफ्नो अब 100% दिने। अब कहिलेकाहीँ धेरै राम्रो हुन्छ, कहिलेकाहीँ ठिकै राम्रो हुन्छ, कहिलेकाहीँ अब You never know what holds in the what the नो future holds, right? एक्ज्याक्टली। चिया मिठो रहेछ दाइ। चिया के हाल्नु हो यसमा? यसमा चाहिँ अब के हाल्नु, त्यही दुध, पानी, मरिच, मरिच, सुकमेल, अनि अलिकति अदुवा। अदुवा। के अरे काठमाडौँतिर चाहिँ अदुवा हालेर चिया खाने चलन खुब हुँदो रहेछ। हाम्रोतिर चाहिँ खासै थिएन तराईतिर होइन। अदुवा हालेर कोही कोही त अदुवा मात्र हालेर, मलाई त मिठै लाग्छ अदुवा हालेर। भनेपछि ब्याचलर केयुमा गर्नुभयो, अनि त्यसपछि मास्टर्स युएसमा हो कि होइन, ब्याचलर त्यही काठमाडौँ युनिभर्सिटीमा गरियो। कतिदेखि कति? 2005देखि 9 गरेँ होइन। अनि 1 वर्ष चाहिँ अब हाम्रो चाहिँ त्यो नयाँ प्रोग्राम थियो, केयुमै मास्टर्स प्रोग्राम हुन्छ भन्ने लाइक प्रमिस थियो केयुको। पछि मास्टर्स प्रोग्राम उनीहरूले खोल्दा खोल्दा डिले भयो, 1 वर्ष त्यही अलिकति लिङ्गरिङ गरियो। अनिखेरि धेरै साथीहरू चाहिँ बाहिर जान थाले, कोही नर्वे गयो हाम्रै ब्याचको धेरै होइन। त्यो बेला नर्वे फिनल्यान्ड जाने एकदम ट्रेन्ड थियो। केयुमा पढ्दाखेरि तपाईँ केयुमै बसेर पढ्नु भएको, होस्टेलमै बसेर हो कि कस्तो? मैले दुईवटा होस्टेलमा त बसिनँ, त्यहाँनिर केयुमा चाहिँ 28 किलो भन्ने, तिमीलाई थाहा छ? अब गएको छ कि छैन? 28 किलो भन्छ कि त्यो काठमाडौँबाट 28 किलोमिटरमा पर्ने भएको हुनाले त्यो केयुको चोकलाई 28 किलो भन्थ्यो होइन। अनि 28 किलोमा देखि लिएर त्यहाँनिर लामै रोडहरू थियो, त्यहाँ धेरै रेन्टल प्रपर्टीहरू थियो, अनि त्यहीँतिर बसिन्थ्यो। केयुमा रमाइलै थियो, रमाइलो त्यही बेला हो। अब अलिकति घरबाट पनि बाहिर गइयो होइन, नत्र चाहिँ अब +2 सम्म म त त्यही सानो क्वार्टरमा बसिन्थ्यो। दुईवटा कोठा थियो होइन, अफिसको क्वार्टरमा। अब 2टा कोठा, बालकुमारी बालकुमारीमा बस्यो। तर बालकुमारीबाट तपाईँ त सिसिआरसी त्यतिखेर कोटेश्वरमा थिएन, कहाँ थियो भन्नु? कालीमाटी जानु पर्यो। ओके, नेपाल यातायात नेपाल यातायातमा टेम्पूमा केमा गइन्थ्यो। बस आउँथ्यो उसको। जस केयुमा 4 वर्ष होइन, अब त्यो इन्भाइरोमेन्ट पनि राम्रो छ नि त केयुको होइन? राम्रो छ। अब त्यहाँ चाहिँ अब फ्रेन्ड सर्कल, अब अलिकति बाहिर, अब पेरेन्ट्सबाट बाहिर जाँदा अलि रमाइलो अलिकति हुन्छ नि, अब अलिक फ्री भयो जस्तो। इन्फ्रास्ट्रक्चर वाइज अब सिसिआरसी प्रायः +2 कलेजहरू त अब सानो बिल्डिङ मात्रै हुन्छ, तर एलए हात्तीबन र केयु कस्तो? अब यसले त अब अहिले भन्दा नि पहिला त हामी पढ्दाखेरि त लिटल एन्जल्स त एकदम लाइमलाइटमा एकदम ठुलो स्कुलमा गनिने होइन। अब हाम्रो त त्यहाँनिर कस्तो थियो, हाम्रो मैले एसएलसी दिँदाखेरि हाम्रो ब्याचमा 580 स्टुडेन्ट थियो होला। हाम्रो इक्जाम सेन्टर पनि लिटल एन्जल्सको चाहिँ अरूको चाहिँ मिक्स हुन्थ्यो, लिटल एन्जल्सको त एउटा इक्जाम सेन्टर हुन्थ्यो, सबै हाम्रै हुन्थ्यो। हामीले त त्यो इन्टरनल इक्जाम दिए जस्तो हुन्थ्यो कि भन्नाले, त्यो इन्भिजिलेटर मात्र बाहिर, तर आफ्नै कलेजको स्कुलको विद्यार्थीहरू हुन्थ्यो होइन। म्यासिभ थियो त्यहाँ, बास्केटबल कोर्टै कति 4-5वटा थियो होइन। अब स्विमिङ पुल, अब जस हुन्छ नि, एक्स्ट्रा करिकुलर एक्टिभिटिजदेखि लिएर सबैमा एकदम राम्रो स्कुलमा गनिन्थ्यो। अब अहिले त ठिक तपाईँ चाहिँ कतिको पार्टिसिपेट गर्नुहुन्थ्यो त एक्स्ट्रा करिकुलर एक्टिभिटीमा? थिएन खै। अब म चाहिँ पहिला अब एकदम अलि नेचरको बारेमा भन्दाखेरि पहिला त्यस्तो म अलि धेरै, अब बरु अहिले चाहिँ कहिलेकाहीँ अलिकति एक्स्ट्रोभर्टको रूपमा प्रेजेन्ट हुन्छ होइन। अरूले चाहिँ यही मान्छे चाहिँ एक्स्ट्रोभर्ट छ कि भनेर आई थिङ्क ट्याग दिन्छ कि जस्तो लाग्छ होइन, अब जोसँग नि मिल्ने यताउता गर्दाखेरि। पहिला चाहिँ त्यस्तो थिएन। पहिला म सायद अलिक बढी नै इन्ट्रोभर्ट पनि थिएँ, अनि स्पोर्ट्समा पनि धेरै इन्भल्भ नहुने। बरु अब लेटली अहिले आएर चाहिँ अलिकति बढी जेमा नि अब खेल्न खोज्ने त्यस्तो हुन्छ। अब मेबी लाइक पहिला नगर्न सकेको अहिले हुन्छ नि, अहिले जोस आउँदैछ कि कस्तो त्यो इन्ट्रोभर्ट चाहिँ के तपाईँलाई साइकोलोजिकल्ली चाहिँ मैले यो खेलमा राम्रो गर्न सक्दिनँ अथवा यो एक्स्ट्रा करिकुलरमा राम्रो गर्न सक्दिनँ, त्यही भएर पार्टिसिपेट भएर मात्र के गर्नु र त्यो पनि होइन, एक्स्ट्रा करिकुलरमा पार्टिसिपेट गरेँ भने चाहिँ मेरो पढाइ बिग्रिन्छ भन्ने किसिमको त्यस्तो मेन्टालिटी आउँथ्यो र? आई थिङ्क यो धेरै कुराबाटै इमर्ज भएको होला। एउटा पेरेन्ट्सबाट पनि त्यति एक्स्ट्रा करिकुलरमा फोकस हुन्थेन, पढ भन्ने नै हुन्थ्यो होइन। अनि त्यो बेला कल्चरै त्यस्तै थियो आई मिन। अनि अर्को मेबी लाइक अनदर फ्याक्टर के हुनसक्छ जस्तो लाग्छ मलाई भन्दाखेरि,
ठुलो स्कुलमा गइयो क्या ठुलो स्कुलमा चाहिँ अब त्यो समटाइम लाइक मेबी You feel lost. लस त्यसैले अहिलेको हामी स्कुल खोज्छौँ बच्चा बच्चीलाई ओ मेसन स्कुल इज अ ग्रेट भन्दाखेरि कहिलेकाहीँ म आफ्नो आफूलाई यसो पहिला यसो हेर्दाखेरि चाहिँ मलाई त्यो लिटल एन्जल्समा गए जस्तो मेरो बच्चा त हुँदैन कि जस्तो लाग्ने कि किन भन्दाखेरि अब लाइक फुटबलमा नै यति अब कतिजना छन् कि अब त्यो हुन्छ नि त्यो कम्पिटिसनमै आइन्न क्या हजुर सो त्यस्तो हुँदाखेरि चाहिँ समटाइम अलि बरु बच्चाको कन्फिडेन्स लेभल बढाउन या बच्चालाई एक्स्ट्रा केयर दिन ल उसको सर्ट कमिङ्स या स्ट्रेन्थ के छ भनेर आइडेन्टिफाई गर्न कहिलेकाहीँ सानो स्कुलमा चाहिँ बरु त्यो अपर्च्युनिटीहरू अलिक बढी हुन्छ कि जस्तो नि लाग्छ लाइक मेबी लाइक समथिङ हामी सबैले डेफिनेटली बिगर इज बेटर होइन तर अपर्च्युनिटी मोर हुन्छ भन्दैमा यो चाहिँ सबैको एउटा फर्मुला चाहिँ होइन कि अब ठुलो स्कुलमा पठाउने बित्तिकै चाहिँ अब डन डिल अब त मैले मेसनमा हालेँ या लाइक हुन्छ नि सिकामोरमा हालेँ pros and cons. सो इभ्यालुएट चाहिँ एउटा चाहिँ त्यो अब ठुलो भन्दैमा बेटर हुनु मलाई त्यही लाग्छ अब म मेबी पहिला अब हुन्छ नि म त एक्टिभै छु अहिले होइन तर पहिला मैले चाहिँ आफूलाई एक्सप्लोरै गरिनँ के त्यो होइन सकिँदैन होला यत्रो मान्छे छ भन्ने भयो अनि पेरेन्ट्सबाट पनि त्यति इन्करेजमेन्ट नहुँदाखेरि चाहिँ बरु पढाइतिरै बढी गऱ्यो अनि स्पोर्ट्समा नजान थालेपछि त आउँदैन नआएपछि झन् कन्फिडेन्स हुँदैन अनि त्यो 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 च्याप्टरै अनएक्सप्लोर्ड एसएलसीमा कति पर्सेन्टेज म सोधिहालेँ एसएलसीमा मेरो 76 त्यतिखेरको 76 भनेको त अब अहिलेको त 85-90 जस्तै भनौँ न राम तपाईँ युआर वान अफ द ब्रिलियन्ट स्टुडेन्ट अब त्यतिकै पिएचडी सम्म त कसरी पुग्नु भयो होइन म दुइटै थियो अब डेफिनेटली म राम्रै विद्यार्थीमा गनिन्थेँ अनि त्यो भन्दा नि आई थिङ्क कन्सिस्टेन्ट के एउटा चाहिँ मलाई लाग्छ म अहिले कहिले रेट्रोस्पेक्टमा हेर्दा कति मभन्दा ट्यालेन्टेड साथीहरू पनि थिए होला होइन सो मेबी दे आर नट डुइङ एज गुड एज लाइक हुन्छ नि अब मी भनौँ अब इन सर्टेन एस्पेक्ट अब भन्नाले त्यो त आफूले जज गरेर भन्न त मिल्दैन होइन तर मलाई अनि कहिलेकाहीँ यसो हेर्छ कि वाट वर्क फर मी भन्दाखेरि चाहिँ समटाइम बिङ कन्सिस्टेन्ट कि अब कहिलेकाहीँ धेरै राम्रो गर्ने र ले चाहिँ अझै पछि गएर चाहिँ बिगारिदिन्छ होइन ध्यान दिँदैन या अन्यथा लाइक हुन्छ नि अरू कुरामा चाहिँ बढी डाइभर्ट भइदिन्छ सो ट्यालेन्ट इज वान थिङ होइन ट्यालेन्ट त डेफिनेटली चाहिन्छ होइन तर यु क्यानट बाई ट्यालेन्ट के कहिलेकाहीँ तिमीले चाहिँ समटाइम इज जस्ट गिभन बुझ्यौ नि तर वाट यु क्यान वर्क अन इज लाइक योर सेल्फ लाइक वर्कमा सिन्सियरिटीमा सो त्यसले कम्पन्सेट गरिदिन्छ कि कहिलेकाहीँ सो आफ्नो एउटा पाथ लिने पर्सिस्टेन्ट हुने ग्रेट भन्छ नि त्यसमा लागिरहने हार्डवर्क गर्ने दो हार्डवर्क इज नट अ भेरी गुड एडजेक्टिभ हार्डवर्क भनेको कस्तो भन्दाखेरि स्मार्ट हार्डवर्क भनेको चाहिँ अब अरूले चाहिँ फ्याट्ट गर्ने ठाउँमा चाहिँ यसले चाहिँ हुन्छ नि 10 घन्टा लाएर बल्ल तल्ल गऱ्यो भन्ने हो नि त भेरी ब्युटिफुल एडजेक्टिभ त होइन तर बट इट वर्क समटाइम होइन एन्ड इट क्यान कम्पन्सेट फर लाइक समटाइम लाइक योर सर्ट कमिङ्स आफू अनि मलाई त्यही लाग्छ म चाहिँ अब एउटा चाहिँ राम्रै विद्यार्थी थिएँ त्यसमाथि कन्सिस्टेन्ट पनि थिएँ अब अनि डाइभर्ट भइएन अनि लाइफमा ठिकठाक छ अहिलेसम्म जस्तै त मलाई नेपालमा चाहिँ कस्तो लाग्छ भन्दाखेरि नेपालमा तपाईँको एसएलसीसम्म राम्रो भएको स्टुडेन्ट है +2 अथवा आइएससी पढ्दै गर्दाखेरि चाहिँ बहकिए पनि होइन अथवा ब्याचलरमा फर्स्ट सेकेन्ड इयर बहकिए पनि यदि उसको चाहिँ फाउन्डेसन राम्रो छ भने चाहिँ त्यो ब्याचलरको स्टडी मास्टर्सको स्टडी भनेको चाहिँ मोर चाहिँ सेल्फ स्टडी सेन्टर छ कि त्यो आफैले क्याचअप गर्न सक्छ जस्तो लाग्छ कि तर मेन चाहिँ अब त्यो मान्छेमा चाहिँ एउटा भावना आउनु पऱ्यो कि म गर्छु भनेर मैले ब्याचलरमै अब मेरो साथीहरू होइन जो चाहिँ हरेकचोटि क्लास स्किप गर्थे धेरै विषय लाग्ने साथीहरू पनि अब अहिले चाहिँ दे आर डुइङ रियली गुड इन देयर प्रोफेसन कि बिकज उनीहरूलाई चाहिँ अब त्यतिखेर पढ्ने बेलामा चाहिँ होइन पढ्ने भन्दा बरु रमाइलो नै गर्नुपर्छ भने जस्तो लाग्यो तर बट वेन दे आर इन लाइक प्रोफेसन दे आर डुइङ रियली गुड होइन एलआईको बारेमा यसो भन्दा स्कुल लाइफको बारेमा सोध्दै गर्दाखेरि एउटा कुरा सोध्नु मन लाग्यो तपाईँलाई चाहिँ इफ यु ह्याभ टु गो ब्याक टु यर स्कुल डे वाट वुड यु डु डिफरेन्ट अब खै अब स्कुल डेमा पार्टिसिपेटिङ मोर हो त्यही मेबी त्यो ठिक भन्यो त्यो चाहिँ गर्थ्यो होला मैले चाहिँ समाव त्यो चाहिँ अब ट्याप गर्न सकिनँ त्यहाँ बेला चाहिँ यति बढी रिसोर्सेस हुँदै पनि
मैले चाहिँ त्यो चाहिँ अब एडभान्टेज लिन एउटा त्यो होला। अनि अरू चाहिँ अलिकति म बढी धेरै सिरियस थिएँ होला, अलिकति बढी साथीभाइ अलिकति त्यो त्यो बेला चाहिँ अब मैले भने नि म अलिकति इन्ट्रोभर्ट पनि थिएँ, अनि बढी पढाइमा चाहिँ ध्यान दिने, अनि फेरि लाइक हुन्छ नि अब त्यो धेरै त्यो भिडमा गइसकेपछि चाहिँ ए आई हेभ टु डु भन्ने होइन। अब त्यहाँ चाहिँ अब त्यो अलि नोटिसेबल हुनै पनि, पढाइमै नोटिसेबल हुन पनि गाह्रो के, किन भन्दाखेरि त्यति मान्छे हुन्थ्यो नि त। ओके, आई अन्डरस्ट्यान्ड। त्यही त अब एक्स्ट्रा करिकुलर एक्टिभिटीले चाहिँ जे भए पनि माइन्डलाई तन्दुरुस्त राख्छ होइन। अनि तपाईँको चाहिँ अब टाइम म्यानेजमेन्ट गर्ने कुरा आउँछ। एउटै कुरा चाहिँ बारम्बार पढिरहनुभन्दा वेन यु आर लाइक त्यही कुरा तपाईँ 10 मिनटमा नि पढ्न सक्नुहुन्छ, त्यही कुरा तपाईँलाई पढ्न 1 घन्टामा नि पढ्न सक्नुहुन्छ, त्यही कुरालाई पढ्नलाई 5 घन्टा नि लाउन सक्नुहुन्छ नि त होइन। इट्स अल अबाउट लाइक टाइम म्यानेजमेन्ट। तर अब अरू तपाईँको स्पेसहरू चाहिँ तपाईँले फिलअप गर्दै जानुभयो एक्स्ट्रा करिकुलर एक्टिभिटी भने तपाईँको चाहिँ अब माइन्ड पनि रिफ्रेस हुन्छ। अनि आई मिन वेन यु आर ह्याप्पी योर माइन्ड क्यान क्याच मोर थिङ्स जस्तो लाग्छ कि। अनि ब्याचलर लाइफ केयुमा बित्यो। त्यसपछि कतिको राजनीति हुन्थ्यो दाइ केयुमा? हाम्रो म चाहिँ केयुको स्टुडेन्ट होइन। केयुमा थिएन। केयु चाहिँ अब पहिला चाहिँ अब हामी जोइन गर्दासम्म नि अब एउटा प्राइभेट जस्तो अलिकति पैसा पनि बढी लाग्ने होइन हुँदाखेरि अब प्राय त्यति अब हुन्छ नि राजनीति नै हुन्थेन त्यहाँ। अब त्यो सङ्गठनहरू पनि थिएन। तर पछि चाहिँ लेटली चाहिँ तिम्रो माओवादीको उस हुन्छ नि वाइसिएल हुन थालेपछि, अनि वाइसिएलको एउटा दुइटा त्यो रिप्रेजेन्टेटिभहरू त्यहाँ पनि घुम्थे, कोठा लिएर बस्ने। अनि त्यहाँ चाहिँ अब क्रान्तिकारी भनेर चाहिँ अनि अलिअलि त्यो सेल गर्न थालेको थियो उनीहरूले। अनि फेरि त्यसपछि वाइसिएलको त्यो हुने बित्तिकै अनि अर्को पनि हुन्छ नि, त्यो अर्को पनि अब त्यो नेभी सङ्घ भनेर, तर भेरी लाइट एन्ड भेरी लेस कम्पेरिटिभली टु कम्पेयर टु लाइक हुन्छ नि टियुहरू। तर पछि अझै बढ्दै गयो त्यो। हामी हुँदाहुँदै म 4th इयर 3rd इयर 4th इयर हुँदाखेरि त्यो जम्मै यो विद्यार्थीहरू क्रान्तिकारीको कार्ड बनाएर हुन्छ नि त्यो कम्युनिजमको भूत लाग्थ्यो सबैलाई होइन। अनि मास्टर्स कहाँ गर्नुभयो हजुरले? मास्टर्स चाहिँ मैले नेपालगञ्ज मेडिकल कलेजमा गरेँ। अब हाम्रो चाहिँ कस्तो थियो भन्दाखेरि यो मेडिकल रिलेटेड फिल्ड भएको हुनाले मेडिकल कलेजहरूमा हुन्थ्यो मास्टर्स। सो मैले चाहिँ वान अफ द मेडिकल कलेज चुज गर्नु पर्थ्यो। अब कोही मेरो साथीहरू मणिपाल गए, कोही एनएमसी, कोही केएमसी। मास्टर्स केमा हजुरको? ह्युमन फिजियोलोजी भन्छ। ब्याचलर चाहिँ ह्युमन बायोलोजी। फिजियोलोजी भने के हो? फिजियोलोजी भने ओभरअल फङ्सन। अब अन्डरस्ट्यान्ड, अब यो मेडिसिनमा चाहिँ अब हाम्रो बडीको डिफ्रेन्ट पार्ट्सहरूले कसरी अपरेट गर्छ। एनाटोमी भनेको चाहिँ स्ट्रक्चर पढ्नु पऱ्यो, कहाँ कुन ठाउँमा के हुन्छ, नसा कहाँ छदेखि लिएर बोनहरूको स्ट्रक्चर यताउता पढ्नु पऱ्यो भनेपछि फङ्सन। फिजियोलोजीमा चाहिँ फङ्सन हरेक बडीको पार्टहरूले चाहिँ कसरी अपरेट गर्छ। अब त्यो अपरेट गर्ने चाहिँ नर्मल कन्डिसन चाहिँ बिग्रियो भनेपछि डिजिज कन्डिसन हुने हो। अनि अब त्यसलाई चाहिँ प्याथोलोजी भयो, त्यो चाहिँ अब त्यो चाहिँ रोग भयो होइन। त्यसैले इन अर्डर टु अन्डरस्ट्यान्ड द प्याथोलोजी फिजियोलोजी अन्डरस्ट्यान्ड गर्नु पऱ्यो, नर्मली कसरी बिहेभ गर्छ। अब प्याथोलोजीलाई चाहिँ करेक्ट गरेर ड्रगले करेक्ट गरेर नर्मलतिर लाउने त हो नि। मास्टर्स तपाईँको ह्युमन फिजियोलोजी होइन त? अनि के ब्याचलर र मास्टर्समा बिचमा केही ग्याप छ कि टाइम? त्यही ब्याचलर र मास्टर्समा चाहिँ 1 वर्ष जतिको ग्याप छ। बिचमा काम वर्क एक्सपिरियन्सहरू त्यस्तो केही बटुल्नु भएको? गरिनँ मैले। एकचोटि चाहिँ अब ब्याचलर पढेँ अनि त्यो काठमाडौँतिर चाहिँ अब के गर्ने भनेर मैले एमआरको जब पनि गरेँ अलिकति। त्यो चाहिँ हुन्छ नि दबाई बेच्ने त्यो मेरो साथी गएको थियो एउटा टाइम। गुड करियर मार्केटिङ। त्यो ठिकै थियो, मलाई तर इन्ट्रेस्ट लागेन। मैले चाहिँ अब त्यो अलिक ग्याप भयो। अब बाहिरको पनि ट्राई गरिरहेको थिएँ मैले, जिआरईहरू पनि दिइरहेको थिएँ। अब मेरो साथीहरू चाहिँ नर्वेतिर पनि गइरहेको थियो। अब त्यो बेला चाहिँ के गर्ने कसो, अब अलिअलि पढाउने अपर्च्युनिटीहरू पनि आइरहेको थियो भ्याली आउटबाट। भ्याली आउट जान मन लागेन। अनि फेरि भ्यालीभित्रै के गर्ने भन्दाखेरि एउटा फार्मास्युटिकल राम्रै कम्पनी थियो, टाइम हो कि के साइनेक्स भन्ने दबाई बनाउने, त्यहाँ मैले 1 महिना गरेँ। तर त्यो नट फर मी जस्तो लाग्न थाल्यो। त्यसमा चाहिँ अलिक बढी नै साइन्स भन्दा नि मार्केटिङ रहेछ। अब त मेबी गुड फर समवन होइन, तर मलाई चाहिँ त्यति सुट गरेन, मलाई चाहिँ झ्याउ लाग्न थाल्यो। अनि मैले 1 महिनामै छोडिदिएँ त्यो होइन। ओके, मास्टर्स नेपालगञ्ज मेडिकल कलेजबाट सकाइसकेपछि त्यसपछि पिएचडीको लागि अनि फेरि मैले चाहिँ
मास्टर सकेपछि चाहिँ इमिडिएटली त्यसपछि चाहिँ म चाहिँ बाहिरै जान्छु अब। ए होइन, मास्टर सकेपछि मैले नेपालगङ्गा नि पढाएँ 1 वर्ष। त्यहाँ चाहिँ एमबिबिएस स्टुडेन्टहरूलाई पढाउँथेँ मैले। एमबिबिएस स्टुडेन्टलाई वाउ ठिक अब त्यो एमबिबिएस स्टुडेन्ट हो, अब उसैले डक्टरलाई पढाउने भन्छ तर तिनीहरू त प्रोस्पेक्टिभ डक्टर त हो नि त। अनि के कुन इयरको स्टुडेन्टहरू? फर्स्ट र सेकेन्ड इयर। फर्स्ट र सेकेन्ड इयर उही नेपालगञ्जमै? त्यहाँ थियो, त्यहाँनिर चाहिँ 150 स्टुडेन्ट्सहरू हुन्थ्यो एउटा क्लासमा, हलमा हुन्थ्यो, माइकमा पढाउनु पर्थ्यो। अनि त्यसमध्ये आधा जति लाइक 70-75 इन्डियन स्टुडेन्ट हुन्थ्यो, किनभने कति इन्डियन स्टुडेन्ट्सहरू सबै इङ्ग्लिस मिडियममै पढाउनु पर्यो। इङ्ग्लिस मिडियम। अनि मैले एउटा क्लास पनि लिन्थेँ, अलिअलि पैसा दिन्थ्यो इन्डियन स्टुडेन्टहरूलाई। अलि उनीहरूलाई चाहिँ अब त्यहाँनिर नेभिगेट गर्न सजिलो होस् भनेर नेपाली नै पढाइदिन्थ्यो। जस्ट उनीहरूलाई चाहिँ अब एउटा यङ टिचर चाहिएको थियो हु क्यान लाइक हेल्प देम लाइक अन्डरस्ट्यान्ड हाउ टु लाइक हुन्छ नि, गएर दोकानमा गएर दाइ मलाई सिम कार्ड दिनु भन्नेसम्म। अब कोही कोही इन्डियनलाई त्यति पनि आउँदैन नि त। त्यो होइन, त्यो त एकदम राम्रो कुरा हो जस्तो लाग्यो। केयु हो नेपाल मेडिकल कलेज, केयु एफिलिएटेड। अब त्यो चाहिँ मलाई चाहिँ प्र्याक्टिकल कोर्स वर्क हो जस्तो लाग्यो, अब स्पेसली फरेन स्टुडेन्ट्सहरूको लागि होइन। यहाँ पनि त अब नेपालबाट आएको मान्छेहरूलाई चाहिँ तपाईँको इएसएल गरेर हुन्छ नि त होइन। अब हामी चाहिँ अब युएस अथवा अस्ट्रेलिया अथवा इङ्ग्लिस स्पिकिङ कन्ट्रीमा जाँदाखेरि चाहिँ टोफेल गर्नु पराए जस्तै त हो नि। अब त्यो साधारण बोलीचालीको भाषा त जान्नै पऱ्यो नि त। त्यही त 1 वर्ष त्यहाँ पढाएँ म। अब भेरी यङ टिचर थिएँ म। कहिलेकाहीँ इक्जाम हुन्थ्यो नि त, इक्जाम अब तिनीहरूको इक्जाममा चाहिँ अब केयुबाट एक्सटर्नल इन्भिजिलेटर आउँथ्यो होइन। अब मेडिकल स्टुडेन्टको इक्जाम भनेको एकदम टाइट, अब भनौँ न एकदम प्रेसरवाला इक्जाम हुन्थ्यो। अब हामी पनि अब एज अ लेक्चरर कुनै इक्जामहरूमा इन्भिजिलेटर भएर गइन्थ्यो। म इन्भिजिलेटर गए भए त त्यहाँ त पुरा त्यो हुन्छ नि, सेलिब्रेसनै हुन्थ्यो। आज चाहिँ चिट्चर नपाइयो। जस दाइको बारेमा धेरै नयाँ कुरा थाहा हुँदैछ मलाई चाहिँ। मलाई तपाईँको त्यो ब्याचलर ह्युमन बायोलोजी मास्टर्स अनि यो केही पनि थाहा थिएन। समथिङ गुड इज ह्यापनिङ हियर। अनि मास्टर्स 1 वर्ष पढाइसकेपछि त्यसपछि पिएचडीको लागि आउनुभयो। पिएचडी कहाँ गर्नुभयो हजुरले? इन्डियाना स्टेट युनिभर्सिटी। कस्तो थियो पिएचडी एउटा युनिभर्सिटीमा एप्लाई गर्ने चाहिँ ढ्याक्कै मिलेको हो कि? होइन, त्यो एकदम त्यो हिट एन्ड धेरैवटा त्यो चाहिँ हुन्छ नि एप्लिकेसन ब्लाइन्डली हुन्छ नि। मैले त कतिसम्म गर्थेँ भन्दाखेरि यतिलाई गरियो कि कहिलेकाहीँ त कपी पेस्ट गर्दा प्रोफेसरको नाम पनि बिर्सिने क्या, अर्कै नाम अर्कै मान्छेलाई अर्कै आइएम नट दिस भनेर नि पठायो मलाई। फाइनल धेरैवटामा अप्लाई गर्नु पर्थ्यो। अब एक त हाम्रो त्यो यो मास्टर्स डिग्री चाहिँ एकदम अलि कन्भेन्सनल जस्तो कि एनाटमी फिजियोलोजी भन्ने हुँदैन। यहाँ त मोर मोलिकुलर बायोलोजी सेल बायोलोजी त्यस्तो हुन्छ। हाम्रो चाहिँ प्र्याक्टिकल कोर्सहरू त्यस्तो धेरै नभएको हुनाले अब यहाँको टिचर प्रोफेसरहरूले चाहिँ अलिकति ल्याब वर्कहरू जानेको विद्यार्थीलाई बढी प्रायोरिटी दिन्थ्यो। त्यसले गर्दाखेरि चाहिँ राइट ठाउँमा पाउन या हुन्छ नि भन्ने बित्तिकै पाउन अलिकति अमेरिकामा पिएचडी पाउन त्यसै नि अब अलिअलि त च्यालेन्जिङ नै छ। त्यो बेला त जिआरईहरू पनि गर्नुपर्छ नि त। जिआरई अहिले पनि गर्नुपर्छ तर जिआरई अलि लेस इम्पोर्टेन्ट छ अहिले। यो जिआरई कोभिड पछि चाहिँ अहिले लगभग त्यही त त्यो। अनि यहाँ चाहिँ मलाई आउन त आएको थियो 1-2 ठाउँ अरू ठाउँबाट नि आएको थियो, मास्टर्समा आएको थियो। तर अब पिएचडीबाट चाहिँ त्यहाँ आएको थियो। अब मास्टर्स गरिसकेको हुनाले चाहिँ अब पिएचडी नै गरौँ भनेर मैले त्यहाँ जोइन गरेँ। पिएचडी तपाईँको केमा? पिएचडी चाहिँ मोलिकुलर बायोलोजी भनौँ। मोलिकुलर बायोलोजी। अनि पिएचडी इन्डियन स्टेट युनिभर्सिटी कहिले स्टार्ट गर्नुभयो? 2014 देखि मैले 2021 सम्म गरेँ। 7 वर्ष लाग्यो है पिएचडी? सबै हो 6.5 वर्ष लाग्यो। 2014को अगस्तमा जोइन गरेँ। अनि 2021-20मा मैले ग्रेजुएट गरेँ। तर कन्भोकेसन लिँदा 21 भइहाल्यो। डिसेम्बरमा म ग्रेजुएट भएँ। अनि जब सब गरेर सिन्सिनाटी आउँदाखेरि म कहिले 2-3 महिना जब खोज्न लाग्यो। तपाईँको अनि प्रोफेसर चाहिँ यहीँको अमेरिकन प्रोफेसर कि? त्यसैले मेरो लामो लागेको। युजली अब बायोलोजी फिजिक्सहरूमा चाहिँ एभरेज स्प्यानै 5 to 7 इयर्स हो। हजुर।
चाँडो धेरै चाँडो गर्ने कोहीले चाहिँ मास्टर्स पनि त्यही गर्छ अनि मास्टर्स पनि त्यही गर्ने र त्यही टपिकमा रिसर्च गर्दाखेरि चाहिँ 4.5 वर्षसम्म भ्याउनेहरू हुन्छ अब एकदम एक्सेप्सनल लाइक 1/100 भनौँ या 200 1/200 भनौँ नि त 4 वर्ष 4.5 वर्षमा भ्याउने हुन्छ तर एभरेज भनेको 5.5 years हो। अब मेरो कस्तो भयो मेरो चाहिँ एउटा जर्मनी उसको चाहिँ अमेरिकनै हो अमेरिकनसँग बिहा गरिसकेको थियो त्यो टिचरले लिएको थियो मलाई प्रोफेसरले तर ऊ मुभ हुनु पऱ्यो 2 वर्षपछि चाहिँ म त अब पेन्सिल्भेनिया जान्छु भन्यो उसले होइन प्रोफेसरले मेरो अब रिसर्च अलिअलि स्टार्ट भइसकेको थियो अब तर ऊ पेन्सिल्भेनिया युजली चाहिँ कस्तो हुन्छ प्रोफेसर मुभ हुँदाखेरि चाहिँ स्टुडेन्टलाई पनि मुभ गराउँछ लेट्स गो विथ मी भन्छ तर अब ऊ चाहिँ अलिक स्टेप डाउन उसले चाहिँ रिसर्च भन्दा नि अब चाहिँ एकाडेमिक पोजिसन चाहिँ लियो उसले चाहिँ एकाडेमिकको सम डिरेक्टर भएर मेडिकल स्कुलको गयो अब उसलाई चाहिँ मलाई लगेर जाने चाहिँ व्यवस्था भएन अब त्यो सी डिडन्ट ह्याभ अ ल्याब अनि त्यसपछि चाहिँ अब मसँग 2टा अप्सन थियो एउटा चाहिँ अब मास्टर्स लिने अनि फेरि अप्लाई गर्ने अब मेरो चाहिँ जिआरई चाहिँ मैले ब्याचलर्स पछि दिएको थिएँ मेरो जिआरई चाहिँ अलमोस्ट एक्सपायर भइसकेको थियो फेरि जिआरई दिने मलाई त्यही कन्सेप्ट खास त गरेको भए चाहिँ राम्रै हुन्थ्यो किन भन्दाखेरि म त नेपालको मास्टर्सले यहाँ आएको थिएँ नि त मैले यहाँको मास्टर्सले चाहिँ अप्लाई गरेको भए मेरो जिपिए पनि त्यो बेला राम्रो थियो अनि फेरि राम्रो स्कुलमा अलि बेटर ऱ्याङ्क्ड युनिभर्सिटीमा डेफिनेटली त्योभन्दा बेटर युनिभर्सिटीमा पिएचडी पाउने प्रोस्पेक्टहरू त थियो तर त्यसको लागि गर्नु पऱ्यो अब जिआरई फेरि गर्ने अनि एउटा अनसर्टेनिटी हुन्छ कि होला नहोला अब कहिलेकाहीँ अब एउटा ठाउँमा गयो त्यो भने जस्तो हुँदैन अब मेबी लाइक हुन्छ नि त्यो बेला रिक्स भन्दा नि कन्जर्भेटिभली सोचियो अब 2 वर्ष सक्यो यहीँ मध्ये एउटा प्रोफेसरले एग्री गर्यो भने यसकैमा गर्छु र त्यही त त्यो रिस्क टेक चाहिँ गरिएन त्यो अब कोर्सहरू पनि फेरि गर्नुपर्छ मैले 2 वर्षमा त अलमोस्ट त्यहाँको कोर्स वर्कहरू सबै भइसकेको थिएँ जिपिए पनि 4 थियो अब त्यो एकदमै लगेर अझै अर्को स्कुलमा गएर गर्नुभन्दा यहीँ गरिदिन्छु भनेर अनि फेरि त्यो गर्छु भनेको एउटा बङ्गाली प्रोफेसर बङ्गलादेशी प्रोफेसर हुनुहुन्थ्यो उहाँले चाहिँ हुन्छ भन्नुभयो अनि उहाँको अनि रिसर्च चाहिँ मेरो चाहिँ ह्युमनमा गरिरहेको थिएँ मैले स्टडी अलिअलि प्रिलिमिनरी स्टडी सुरु गरिसकेको थिएँ के हो तपाईँको रिसर्च टपिक त्यही त पहिला चाहिँ मेरो चाहिँ एक्सर्साइज फिजियोलोजी जस्तो थियो होइन एक्सर्साइजले चाहिँ अब हाउ इट बेनिफिट्स अलिकति मोलिकुलर लेभलमा हेर्ने होइन ब्लडमा चाहिँ यो इम्युन फङ्सन कसरी हेल्प गर्छ त्यस्तोतिर थियो मैले चाहिँ ह्युमन पेसेन्टहरूलाई चाहिँ एक्सर्साइज अलिक ब्रस्ट अफ एक्सर्साइज गराउने अनि फेरि उनीहरूको प्री र पोस्टहरू हेर्ने त्यस्तो त्यो डिरेक्सन रियल पेसेन्टलाई नै बोलाएर अब एक्सर्साइज गर्दाखेरि चाहिँ अब कस्तो कस्तो चाहिँ प्यारामिटर हो त्यस्तोतिर जाँदै थियो अल अफ अ सडन प्रोफेसरले छोडेपछि म ह्युमनबाट चाहिँ अनि फेरि फ्रुट फ्लाईमा आएँ फ्रुट फ्लाई भने त्यो हाम्रो यो भुसुना हुन्छ नि केरामा लाग्छ नि सानो अब त्यो युटर्नै भयो कि रिसर्च अब त्यो इन्टायरली डिफ्रेन्ट भयो त्यो तपाईँको सुरुको 1.5-2 वर्षको मेहनत त फेरि अब अफकोर्स केही न केही त सिकिहाल्यो होइन त्यसपछि अर्को फिल्डमा पुग्यो नि त होइन फ्रुट फ्लाई भनेपछि त ओके फ्रुट फ्लाईमा चाहिँ के तपाईँ के अध्ययन गर्ने फ्रुट फ्लाई नै एक्सर्साइज गराउनु त होइन फ्रुट फ्लाई एक्सर्साइज पनि गराउँछन् है अझै फ्रुट फ्लाईलाई चाहिँ कसरी एक्सर्साइज गराउँछन् भन्दाखेरि एउटा बोतलमा हाल्छन् फ्रुट फ्लाई चाहिँ कस्तो हुन्छ उनीहरूको बानी माथि चढ्ने हुन्छ क्या अनि त्यो एउटा सिम्पल मेसिन हुन्छ त्यसलाई ढ्याक्क झारिदिन्छ अझै माथि जान्छन् तिनीहरू सो एउटा फ्रुट फ्लाई चाहिँ कन्ट्रोलमा चाहिँ माथि गएर मात्र बसिरहेको छ अर्को फ्रुट फ्लाई जुनलाई चाहिँ एक्सर्साइज गराउने हो 5-5 मिनटमा त्यसलाई ढक्क तल झारिदिएपछि अझै माथि जान्छ ढक्क तल गर्दै सो त्यसलाई चाहिँ फोर्सली एक्सर्साइज भयो नि त अब त्यो हिँडै गर्नु पऱ्यो नि त अनि दे कम्पेयर लाइक हुन्छ नि कसरी सेडेन्ट्री जो माथि मात्र गएर खाएर माथि गएर बस्ने फ्रुट फ्लाई भर्सेस जो चाहिँ ब्याक एन्ड फोर्थ गरिरहेको छ त्यसको चाहिँ के छ डिफ्रेन्स भनेर त्यो पनि हेर्छ भनेपछि पिएचडी सकेपछि पिएचडी गरिसक्नु 2021 होइन त 2021मा सकाइयो अनि 2-3 महिना यसो जब खोज्दै अब पहिला त अब कस्तो थियो भन्दाखेरि मेन त इमिग्रेन्ट स्टुडेन्टको के हुन्छ भन्दाखेरि टार्गेट कसरी ग्रिन कार्ड पाउने होइन
सक्सेस भनेको त्यही हो जिन्दगीमा चाहिँ त्यो भएपछि सक्यो त्यो बाहेक त ग्रिन कार्ड भइसकेपछि त अनि त मलाई अनि कसले छेक्छ र मलाई भन्ने टाइपको हुन्थ्यो अब मेरो चाहिँ फर्चुनेटली चाहिँ अब प्राचीको मेरो वाइफको थ्रुबाट नर्सिङ थ्रुबाट ग्रिन कार्ड अलरेडी भइसकेको भएर अब पोस्टडक गर्ने कि नगर्ने त्यस्तै त्यस्तै कुरामा कन्फ्युजन जस्तो अब इन्डस्ट्री जब नै पाइन्छ कि भन्ने जस्तो पनि थियो अनि त्यो खोज्न थालेँ मैले अनि खोज्दै जाँदाखेरि चाहिँ अब वाइ नट अब यत्रो त पढिसक्यौँ अझै अलि एकाडेमिक ट्रेनिङलाई नै अलि एक्सटेन्ड गरौँ बिकज पोस्टडक भनेर चाहिँ अब रिसर्चै गर्ने हो इट्स नट बिङ अ स्टुडेन्ट बट स्टिल जब पनि होइन लाइक अगेन जब र स्टुडेन्ट त्यो ग्रेजुएट स्टुडेन्ट बिचको एउटा ट्रान्जियन्ट पिरियड हो जहाँ चाहिँ अब कोही चाहिँ पिएचडी कोही मान्छेले चाहिँ आफूलाई अब एकाडेमिक फर्दर प्रोफेसरको लागि त्यस्तो काइन्ड अफ जबको लागि प्रिपेयर गर्छन् पोस्टडक ट्रेनिङमा कोही चाहिँ आफूलाई इन्डस्ट्रीमा मोर फिट हुन ट्रेनिङ गर्छन् लाइक अब कोही चाहिँ 2 वर्ष गर्छन् कोही 1 वर्ष गर्छन् कोही चाहिँ पोस्टडकै पनि लाइक 7-8 वर्ष पनि गर्छन् डिपेन्डिङ अन द सिचुएसन होइन अब झन् ग्रिन कार्डहरू भएको छैन भने चाहिँ पोस्टडक गर्दाखेरि इजी हुन्छ यो केएनआइपिडब्लु भन्छ कि नेसनल इन्ट्रेस्ट वेबियर प्रोग्राम तर त्यही गर्दा गर्दै म चाहिँ आएँ सिन्सिनाटीमा एउटा अब यो चिल्ड्रेन्स हस्पिटल चाहिँ हो सिन्सिनाटी चिल्ड्रेन्स हस्पिटलमा चाहिँ एउटा प्रोफेसरको अन्डरमा चाहिँ पोस्टडक पाइयो अब यसो गुगल गर्दाखेरि राम्रो रेप्युटेड रहेछ हस्पिटल यो त एकदम नम्बर 1 हस्पिटल रहेछ भन्ने भयो अनि मिड वेस्टतिरै बसेको हुनाले मिड वेस्ट नै अलिकति कम्फोर्टेबल पनि लाग्यो धेरै मुभ पनि हुनु परेन अनि त्यति सोचिएन अब त्यही हुन्छ कि मान्छे कोही धेरै सोचेर एक्सन लिने हुन्छन् कोही अब एक्सन लिने अनि सोच्ने होइन अब मेबी लाइक म चाहिँ होइन अब इन्टरनेसनल स्टुडेन्टहरूलाई चाहिँ स्पेसली स्ट्याटसको समस्याले गर्दा पनि र उनीहरूले चाहिँ अब तपाईँको ग्रेजुएट हुने बित्तिकै अब यो ओपिटी सिपिटी फाइल गर्नेले त अब तपाईँको 3 महिनाभित्र जब ल्यान्ड गर्नुपर्छ त्यही भएर वाट एभर कम्स फर्स्ट त्यही नै लिइरहेको हो ओके भनेपछि तपाईँ पोस्टडक गर्नुभयो अनि पोस्टडक कम्प्लिट गरिसकेपछि अनि अहिलेको पोस्टडक चाहिँ कम्प्लिट भन्ने हुँदैन पोस्टडक चाहिँ अब जति गर्दा नि हुन्छ कसैले धेरै गर्छन् अब रिसर्चको चाहिँ एन्डिङ पनि हुँदैन तर अब पोस्टडक गरिन थालिसकेपछि चाहिँ मैले चाहिँ अधुरै छोडे हो किन भन्दाखेरि अब पोस्टडक गर्न थालिसकेपछि 1 वर्षमा केही पनि एचिभ हुँदैन 5-7 महिना ल्याबमा सेटल हुनै लाग्छ अनि आफ्नो रिसर्चलाई अगाडि बढाउन अब झन् मुसामा काम गर्न थालेँ म चाहिँ अब भुसुनाबाट मेरो प्रमोसन भयो मुसा अनि भुसुनामा अझै मैले भन्न बिर्सेँ भुसुनामा चाहिँ मैले के गर्थेँ भन्दाखेरि हामीले चाहिँ हार्ट डेभलपमेन्ट हेर्ने अब त्यो केरामा लाग्ने सानो भुसुना हुन्छ नि त्यसको नि एडल्टको हार्ट हेर्ने नै कि त्यसको अन्डाको हार्ट हेर्ने त्यो चाहिँ अनि के त्यो रिसर्च चाहिँ कतै ह्युमनसँग पनि लिङ्क हुन्छ भनेर गर्थे त्यही नै हो अब बेच्ने रिसर्च त्यसरी नै हो अब नत्र भुसुनाको हार्ट डिजिज त्यति अब यसो हुन्छ कि यो मोडल सिस्टम हुन्छ जेनेटिक यो मोडल सिस्टम मोडल अर्ग्यानिजम भन्छ अब एकदम ब्याक्टेरियाहरूमा नि गर्छन् होइन इस्टमा नि पनि गर्छन् अब त्यो नलेजलाई चाहिँ अनिखेरि इस्ट ब्याक्टेरियाको नलेजले पनि त्यहाँबाट आएको फाइन्डिङले पनि ह्युमनलाई धेरै नै सेट गर्छ लाइट हुन्छ नि त्यसको बारेमा पनि धेरै थाहा हुन्छ अनि के भन्दाखेरि अब भुसुनाको त्यही हो अब हाम्रो जिन्स र भुसुनाको जिन्समा लाइक अराउन्ड 80% सेम जिन्सहरू हुन्छ सो दो वी आर लाइक सो डिफ्रेन्ट एन्ड लाइक हुन्छ नि डेभलपमेन्टल फेजमा चाहिँ उनीहरू एकदम एन्सियन्ट छ होइन तर कन्जर्भेसन अफ जिन्स चाहिँ लाइक 70 to 80% हुन्छ सो भुसुनामा सजिलो के हुन्छ अब जे पनि गर्न मिल्यो अब लाइक यु क्यान डिलिट सम अफ द जिन्स अब जेनेटिक टुल्सहरू छ अहिले एउटा जिनलाई चाहिँ डिलिट गरिदियो त्यसको फङ्सन होइन अनि त्यो डिलिट गरेपछि अनि हाउ इट रियाक्ट त्यसको हार्टमा चाहिँ के प्रब्लम आउँछ डिफेक्टहरू त्योहरू चाहिँ स्टडी गर्न छिटो हुन्छ अनि फेरि मुसामा पनि गाह्रो हुन्छ कि मुसा त लिटल ह्युमन नै भन्छ मुसामा त लाइक 95 to 95% कन्जर्भेसन हुन्छ जिन्सहरू होइन मुसामा त धेरै नै सिमिल्यारिटी हुन्छ इभन तर मुसामा पनि रिसर्च गर्न गाह्रो हुन्छ लाइफ साइकल लङ हुन्छ पाल्नुपर्छ अब त्यो
त्यो एथिकल रेस्पोन्सिबिलिटिजहरू पनि हुन्छ। तर भुसुनामा चाहिँ छिटो हुन्छ क्या, कामहरू छिटो हुने, जे पनि गर्न मिल्ने, एउटा डिलिट लाइक फङ्सनलाई म्युटेट गर्यो होइन, डिलिट गर्यो, कुनै जिन्सको फङ्सनलाई ओभर एक्सप्रेस गर्यो, धेरै कुरा गर्न पाइन्छ। अनि त्यो गर्न पाउँदाखेरि चाहिँ धेरै त्यो पाथवेजहरूको चाहिँ धेरै इन्फर्मेसन त्यहाँबाट आउँछ कि। अनि त्यहाँबाट आइसकेको नलेज लिएर अनि मान्छेहरूले चाहिँ अब मुसामा फ्रुट फ्लाईमा त यस्तो देखिएको थियो, वाइ नट लेट्स ट्राई इन मुसामा भन्छ। अनि मुसामा नि त्यो देखियो भने चाहिँ ल है यो चाहिँ लाइक सलिड रहेछ भन्ने भयो होइन। मुसामा त्यो कुरा चाहिँ जुन गरेको अध्ययन चाहिँ सफल भयो भने चाहिँ त्यो चाहिँ अब ल मान्छेमा पनि यतिकै लागू गर्ने हुन्छ होइन। अब त्यो द्याट ब्रिङ्स अस टु लाइक वाट वी आर डुइङ राइट नाउ होइन। अब तिम्रो मुसामा चाहिँ जस्तै अब हाम्रो अहिले म काम गर्ने भनेको अब फार्मास्युटिकल कम्पनी होइन, इलाइ लिलीमा होइन, अहिलेको लागि चाहिँ वान अफ द टप 50 हो इलाइले वर्ल्ड वाइड। अब अहिलेको हिसाबमा त नम्बर 1 हो वर्ल्डको होइन, लाइक इन टर्म्स अफ मार्केट क्याप र मोस्ट प्रफिटेबल फार्मास्युटिकल कम्पनीमा चाहिँ। अब तर यो फार्मास्युटिकल कम्पनीको कस्तो हुन्छ, इभल्भ भइरहेको हुन्छ। अब 2-3वटा ब्लकबस्टर ड्रग हुने बित्तिकै नम्बर 1 जान्छ। अब अर्को कम्पनीले त्योभन्दा राम्रो या कुनै ब्लकबस्टर ड्रग निकाल्यो भने द्याट क्यान बी द लिडिङ होइन। तर अब इन जेनरल चाहिँ अब लास्ट कति 3 इयर्सदेखि नम्बर 1 छ इलाइले। आई थिङ्क लास्ट 2 इयर्सदेखि त छ क्या अरे। अब 3 इयर्स के औषधि निकाल्यो त अहिले रिसेन्ट चाहिँ जुन चाहिँ अब प्रायः त यो कोभिडको भ्याक्सिन फर्स्टमा निकालिने भयो होला। होइन कोभिडको भ्याक्सिन त आई थिङ्क लिलीको काम गरेन। आई थिङ्क कोभिडको भ्याक्सिन त अब मोडर्ना अनि फाइजरले नै हो होइन। अब त्यो इभल्भ हुन्छ। फाइजर त्यो बेला चाहिँ खतरा थियो होइन। अब फाइजर राइट टाइममा राइट मेडिसिन निकाल्यो, अब त्यो भ्याक्सिन निकाल्यो, त्यो बेला खतरा थियो। अब अहिले चाहिँ फाइजरको 2-3वटा ड्रग चलेन। अब त्यो हुने बित्तिकै अलिक तल जान्छ। अब हाम्रो इलाइ लिलीको चाहिँ अहिले चाहिँ यो वेट लस ड्रग छ नि, वेट लस ड्रग चाहिँ अब इफेक्टिभ पनि देखिया छ अनि सेफ पनि देखिया छ। अनि यो चाहिँ अब वेट लस ड्रग भनेको चाहिँ इट विल बी लाइक वान अफ द यसै गरी सेफ्टी प्रोफाइल मेन्टेन गरिराख्ने हो भनेपछि चाहिँ यो हाउस होल्डमा पाउने लाइक टाइलनोल जस्तै पनि हुनसक्छ कि यो ड्रग। अब किन भन्दाखेरि इफ इट क्यान मेक यु लुक बेटर होइन। अब तिम्रो चाहिँ एनर्जी के भन्दाखेरि फ्याट रिडक्सन गर्न सक्छ, इट क्यान मेक यु लुक बेटर, इट क्यान डु वाट एक्सर्साइज डज फर यु अर वाट डायटिङ डज फर यु भनेपछि यो अब भेरी युजफुल मेडिसिन भयो नि त। अनि अब अर्को चाहिँ तपाईँको वेट गेनसँगै अब अरू विभिन्न कार्डियोभास्कुलर समस्याहरू पनि आउँछ नि त होइन। एक्ज्याक्टली। जस्तो औषधिको युज गरेर तपाईँले वेट मेन्टेन गर्नुभयो अथवा वेट लुज गर्यो भने डज इट लाइक एलिमिनेट द चान्स अफ त्यो कार्डियोभास्कुलर डिजिज पनि? एक्ज्याक्टली। अब त्यही हो यिनीहरूको मार्केटिङ ट्यापै त्यही हो। अब वाइ लुज वेट भन्दाखेरि वेट लस चाहिँ फिजिकल एपिरियन्स भन्दा पनि इट कम्स विथ लट अफ कोमोर्बिडिटिज होइन, कार्डियोभास्कुलर डिजिजदेखि लिएर लट अफ डिफ्रेन्ट प्रब्लमहरू हुन्छ होइन। सो इफ यु क्यान रिड्युस यर वेट यु क्यान लाइक यु नो बी मोर हेल्दी, मोर लाइक एभ्री एस्पेक्टमा चाहिँ हेल्प गर्छ। अब लन्जिभिटी पनि लाइफको चाहिँ बढी हुन्छ होइन। अनि अरू रोगहरू पनि लाग्दैन। अरू रोग नलाग्ने बित्तिकै अरू रोगबाट आउने चाहिँ द फाइनेन्सियल बर्डनदेखि लिएर शरीरलाई हुने बर्डन पनि अभोइड गर्न सकिन्छ भन्ने मोटिभले नै यो ड्रग चाहिँ अब वान अफ द लाइक हुन्छ नि सबैको आँखामा परेको ड्रग हो अहिले इन्डस्ट्रीको। इलाइ लिलीमा तपाईँ कति 1 वर्ष भयो नि त? लास्ट 1 इयरदेखि काम गर्दैन? ओके। के पोजिसनमा हो हजुर? अब मेरो चाहिँ अहिले चाहिँ साइन्टिफिक कम्युनिकेसन भन्छ, नन क्लिनिकल राइटर पनि भन्छ, मेडिकल राइटर त्यसरी पनि भन्छ। अब सिम्पल भाषामा भन्नुपर्दाखेरि चाहिँ वाट वी डु भन्नाले एज अ साइन्टिस्ट, अब मेरो एकाडेमिक ट्रेनिङ त एज अ साइन्टिस्टै हो, एज अ रिसर्चरै हो। तर अब अहिले चाहिँ म यहाँ गइसकेर म चाहिँ अब ल्याबमा चाहिँ काम गर्दिनँ। ल्याबमा चाहिँ लाइक एक्सपेरिमेन्टहरू चाहिँ गर्दिनँ। मैले चाहिँ गर्ने भनेको एक्सपेरिमेन्ट
त अब प्रायः जसो साइन्टिस्टहरू पनि हुन्छन्, अरू पनि हुन्छ, अरू हामी आउटसोर्स पनि गर्छौँ, अरू सिआरओहरूलाई दिन्छौँ होइन। उनीहरूले चाहिँ अब रिपोर्ट बनाएर दिन्छ। अब अल्टिमेटली हाम्रो कम्पनीको प्रडक्ट चाहिँ उनीहरूले टेस्ट गर्छ, रिपोर्ट बनाउँछ, दिन्छ हामीलाई। तर एट द एन्ड अफ द डे वी हेभ टु सबमिट इट टु एफडिए। एफडिएलाई चाहिँ अब युएसमा चाहिँ पर्मिसन लिने भने एफडिए, अब युरोपमा पर्मिसन लिने भने इएमए, फेडरल ड्रग एडमिनिस्ट्रेसन हैन। अब जापानमा पिएमडिए त्यस्तो हुन्छ। अब झन् यो लिडिङ फार्मास्युटिकल कम्पनीको त एउटा ठाउँमा मात्र नभएर जापान, चाइना, कोरिया, इन्डिया चारैतिर अब ड्रग चाहिँ ह्युमनको लागि चाहिँ पर्मिसन लिनु पऱ्यो नि त। त्यसको लागि चाहिँ वी हेभ टु सबमिट एभ्रिथिङ टु एफडिए। सो मैले चाहिँ अब गर्ने भनेको मैले गर्ने भनेको त्यही अब लेख्ने, डकुमेन्ट प्रिपेयर गर्ने, अब कम्पाइल गर्ने, अनि फेरि एफडिएको लागि भनेपछि त्यो ल्याब टेस्टिङ सबै एप्रुभ भएर कुनै इलाइलीले चाहिँ लेट्स एउटा ड्रग बनाउँछ, अनि अब त्यो ड्रग चाहिँ एफडिएमा एप्रुभलको लागि चाहिँ हामीले चाहिँ यस्तो यस्तो रिसर्च गरेर चाहिँ यो ड्रग बनायौँ, अनि दिस ड्रग विल वर्क फर द रेमेडी अफ दिस काइन्ड अफ डिजिज भनेर चाहिँ तपाईँले लेख्ने। त्यही हो अब बेसिकली पर्मिटिङको पार्टमा एक्ज्याक्टली त्यो सबमिसन, रेगुलेटरी सबमिसनको पार्टमा चाहिँ अब मुसामा पनि गऱ्यौँ, मङ्कीमा नि गऱ्यौँ, कुकुर डग्समा नि गऱ्यौँ होइन। यस्तो छ, इट्स अब दुईवटा कुरा हुन्छ ड्रगलाई चाहिँ पर्मिसन माग्दाखेरि। एउटा त इट हेज टु बी सेफ होइन, किनभने कहिलेकाहीँ यो अब ड्रग बनाउँदा कति कुरा ड्रगहरू हल्टमा जान्छ कि, किनभने अब वी ट्राई इट इन माउसहरूलाई चाहिँ एकदम सिरियस कन्सिक्वेन्सेस हुन थाल्छ, मर्न थाल्छन् कहिलेकाहीँ माउस होइन, या कुनै कार्डियोभ्यास्कुलर इफेक्ट देखिन सक्छ होइन। त्यस्तो हुँदाखेरि चाहिँ त्यसले चाहिँ ब्रेक लगायो कि ओ वी क्यानट प्रोसिड भन्ने भयो होइन। तर अब सेफ पनि छ र जे गर्न खोजेको हो त्यो पनि इफेक्टिभ देखिरहेछ भनेपछि चाहिँ at that point चाहिँ FDA will permit it to test it in human. Just rewarding छ करियर। ठिकै छ, इन्ट्रेस्टिङ छ। अब त्यस्तो थटफुल अझ यहाँ पनि म धेरै अब यही बन्छु भनेर त आएको होइन। अब त्यो हानिदा ठोकिँदा कहाँ पुगिन्छ, कहिलेकाहीँ ठिकै हुन्छ, कहिलेकाहीँ मैले यस्तो किन गरेछु भन्ने पनि हुन्छ होला होइन। तर अहिलेसम्म ठिकै छ, इन्ट्रेस्टिङै लाग्छ। नेपालको कहाँ भन्नुभयो त तपाईँले? बाजुरा भन्नुभयो नि त? होइन, दार्चुला। दार्चुलामा जन्मिया त होइन तपाईँ? होइन, काठमाडौँमा जन्मेको होइन, तर दार्चुला बुवा आमा। जे भए पनि नेपालको काठमाडौँबाटै पढेर अब ब्याचलर इन ह्युमन बायोलोजी, जतिखेर चाहिँ अब त्यो कोर्सै अहिले चाहिँ अब छैन भन्दै हुनुहुन्छ तपाईँले होइन। त्यतिखेर त तपाईँले प्रोजेक्ट गर्नु भएको छैन नि त, म चाहिँ अब नम्बर 1 फार्मास्युटिकल इन्डस्ट्रीमा चाहिँ कुनै समयमा चाहिँ काम गर्छु होला जस्तो तपाईँलाई अफकोर्स लागेको थिएन होला। गोल सेट गर्ने नै हुँदैन त्यतिखेर। अब आई डोन्ट नो, मेबी तपाईँले सेट गरे पनि हुन सक्नुहुन्छ होइन। अब के रहेछ त दाइ यो सिक्रेट, लाइक वाट इज द सिक्रेट अफ सक्सेस? हाउ डिड यु एन्ड अप हियर? अ लट अफ लाइक धेरै फ्याक्टर, अब यो मल्टी फ्याक्टोरियल हुन्छ सक्सेस भनेको। अब सक्सेस अब कहिलेकाहीँ इट्स हु यु डिफाइन, हाउ यु डिफाइन सक्सेस भन्ने पनि हुन्छ। अब कतिलाई यतिले पनि सक्सेस मान्दैन होइन। मैले आफैलाई पनि भन्न चाहिँ आई क्यान बिट माइसेल्फ, आई क्यान से होइन ए म आई एम नट सक्सेसफुल, मैले त पिएचडी गर्नै लाइक लगभग 6.5 वर्ष लाग्यो होइन। आई कुड हेभ डन इट इन लाइक 5.5 years। हुन्छ नि, एउटा अब चियाको कपलाई हेर्ने चाहिँ दुईवटा वे हुन्छ। यु क्यान सी इट एज लाइक अ हाफ फिल्ड, अब त्यही ग्लास भनौँ न, हाफ फिल्ड पनि हेर्न सक्छौ, यु क्यान से द्याट ओ यो त आधा खाली छ पनि हेर्न सक्छौ होइन। सो यु हेभ टु, त्यो पर्सेप्सनको कुरा हुन्छ। तर मैले चाहिँ अब लाइफमा चाहिँ पोजिटिभिटी नै मेन्टेन गरेको हुनाले चाहिँ आई लुक एट एज अ प्रिटी गुड सक्सेस। आई मिन सबै कुरा छ भने जसरी अब डिग्री सकाइयो, अब यहाँ एउटा भविष्यको एउटा हुन्छ नि, आउँदाखेरि चाहिँ त्यो कतार एयरवेजबाट आउँदाखेरि कति यो मेरो कति लन्जिभिटी हुन्छ अमेरिकामा होइन, त्यो कुनै सर्टेनिटी थिएन होइन। अब डर पनि थियो होइन, अनि कहाँ जाँदैछु, के गर्दैछु। धेरै रेफरेन्स छ अब आउने मान्छेहरूलाई चाहिँ, अब मेबी लाइक मोलिकुलर बायोलोजीमै पिएचडी गर्न आउने मान्छे चाहिँ ल मनोज पन्तलाई हेरेर म पनि कुनै दिन चाहिँ इलाइ लिलीमा अथवा अरू कुनै फार्मास्युटिकल इन्डस्ट्रीमा काम गरौँला भन्ने हुन्थ्यो भने अब तपाईँहरूको बेलामा त सायद
आई मिन लाइक त्यो करियर पाथ डिफाइन नै त थिएन नि त होइन त्यही त थिएन अहिलेको लागि त अब धेरै रेफरेन्स पोइन्ट धेरै सजिलो अब आई मिन सजिलो भन्न त मिल्दैन उनीहरूलाई आफ्नै च्यालेन्जेसहरू हुन्छ होइन अब भन्नुपर्दा अब मलाई पनि धेरै सजिलो भयो होला मेरो बाहरूभन्दा या मभन्दा लाइक 10 इयर्स अगाडि आउनुभएको मान्छेहरूभन्दा होइन तर अब डेफिनेटली अब अहिले चाहिँ अब रिसोर्सेसहरू बढी छ गाइड गर्ने इभन लाइक हामीलाई नै केही काहीँ अड्क्यो भने क्वेसन सोध्ने माध्यमहरू धेरै छ नि हो त्यो चाहिँ म पनि रियलाइज गर्छु अब पहिला चाहिँ अब जे कुरा पनि अब लाइब्रेरीमा गएर खोज्ने पढ्ने होइन अनि त्यसपछि अथवा कुनै एउटा प्रोफेसरसँग चाहिँ सोध्ने टाइपको हुन्थ्यो भने अब अहिले त जे पनि अब आफैले सो अध्ययन गर्ने खोज्ने होइन अब फेसबुक स्क्रल गर्दा इन्स्टाग्राम स्क्रल गर्दा अरू कुनै ट्विटर स्क्रल गर्दा तपाईँले चाहिँ अब त्यही कन्टेक्चुअल टपिक फलो गर्नु भने त इन्फर्मेसन चाहिँ इन्फर्मेसन त बमबाटै छ अहिले त अब बरु आई थिङ्क च्यालेन्ज चाहिँ के छ भन्दाखेरि राइट कसरी पिक गर्ने भन्ने के भन्नाले पहिला चाहिँ पाउनै गाह्रो थियो अब चाहिँ धेरै पाएर चाहिँ अब त्यसमध्ये चाहिँ विच इज द मोस्ट एप्रोप्रिएट इन्फर्मेसन अर करेक्ट इन्फर्मेसन भनेर त्यो सर्ट आउट गर्न गाह्रो छ अहिले त गुगलमा केही टाइप गऱ्यो भने अब 15वटा लिङ्क आउँछ अब कहाँ जाने भन्ने हुन्छ क्या दाइ यार टाउको दुख्यो र तपाईँको चाहिँ ल सँगसँगै खुट्टा पनि अहिले सोइल भएको छ भनेर भन्यो भने त अब के गरेर यु माइट ह्याभ क्यान्सर भनिदिन्छ त्यही त त्यसले त्यो चाहिँ छ अब अहिले चाहिँ धेरै इन्फर्मेसन भएर इज इट क्रिएटिङ मोर क्याओस अनि इज इट क्रिएटिङ मोर कन्फ्युजन आई थिङ्क सो आई मिन अलिकति पिस अफ माइन्ड त्यसैले पहिला भन्छ नि इग्नोरेन्स इज ब्लेस भन्छ नि नजान्नु नै कहिलेकाहीँ चाहिँ ह्याप्पिनेस हो क्या किन भन्दाखेरि थाहा भएन भने त्यो प्रति चिन्ता हुँदैन त्यति मान्छे इज लाइक केयर फ्री हुन्छ अब इभन डिजिजहरूमा पनि त्यस्तै हुन्छ अब पहिला डायग्नोज नहुँदासम्म पर्सन इज डुइङ अल राइट होइन एट द समहाउ अब डायग्नोज हुने बित्तिकै त्यो अब धेरै अब अन्त मेन्टलदेखि लिएर लट अफ थिङ्स लाइक ब्याग अफ वर्म्स खोले जस्तो हुन्छ सो डेफिनेटली अब हरेक कुराको हुन्छ नेगेटिभ इफेक्ट आई थिङ्क यो इन्फर्मेसनको त्यही हो धेरै भएर समटाइम इट क्रिएट्स केओस समटाइम मेन्टल पिसलाई डिस्टर्ब गर्छ होइन मलाई अहिले झट्ट दिमागमा आएको कि अब अहिले जे टपिकमा नि कुरा गर्दा अब आर्टिफिसियल इन्टेलिजेन्सको कुरा अधुरै हुन्छ होइन इज योर जब एट रिस्क बिकज अफ एआई आई मिन तपाईँको जब भन्न खोजेको होइन रिसर्च राइटर आई थिङ्क सो टु सर्टेन एक्सटेन्ट छ अब किन भन्दाखेरि जसरी यो एआई यो टुल्सहरूले काम गर्छ नि अब इट क्यान डु अ लट अफ थिङ्स आई क्यान डु समटाइम इभन बेटर देन मी के अब हुन्छ नि तर त्यही हुन्छ कि एआईले पनि कस्तो हुन्छ गर्न त गर्छ अब धेरै गर्छ त्यसलाई सच्याउने पनि मान्छे अब एट द एन्ड चाहिँ एउटा मान्छे त चाहियो नि त अब यसले दिएको आउटपुट पनि अब कम्प्युटरको आउटपुट चाहिँ वी क्यान जस्ट सेन्ड इट टु एफडिए भन्ने त्यो स्तरमा आइसकेको छैनौँ हामी होइन सो डेफिनेटली क्यान रिप्लेस द्याट ह्युमन टच होइन एक्सपिरियन्स तर हिजोको दिनमा 10 जना हो एक्ज्याक्टली म त्यही भन्दै थिएँ हो अहिले दुईटा भयो त्यस्तो त्यसैले चाहिँ एआईको चाहिँ एडभेन्टले अब अलिअलि सबैलाई खतरा त छ अब स्पेसली कुनै सेक्टरलाई अलिक बढी होला कुनैलाई अलिक कम होला यो खतरा चाहिँ फेरि सबैभन्दा पहिला अमेरिकामै आउँछ दाइ सबै हो एप्लाई गर्नमा माहिर हो होइन त्यही त अब हेर्दै जाउँ कहाँ पुग्छ होइन तर अब आफूले पनि यसो अलिकति त्यो चाहिँ सोच्नुपर्छ अब हुँदैन भनेर इग्नोर गरेर चाहिँ हिँड्न मिल्दैन अहिलेको सिचुएसनमा चाहिँ भिजिलेन्ट चाहिँ हुनु पऱ्यो अब हुन्छ नि अब सिक्नु पऱ्यो होइन अब यो अझै यो यस्तो हो कि यो अहिले एउटा सेक्टरलाई ह्याम्पर गऱ्यो भनेपछि इट विल ह्याम्पर अलमोस्ट एभ्री सेक्टर यो त त्यति हुँदै जाने त हो नि डेभलप हुँदै जाने हो अहिले आइटी सेक्टरमै कति अब धेरै यसले इम्प्याक्ट गरिसक्यो होइन यो आर्टिफिसियल इन्टेलिजेन्स सोसल मिडिया क्याओसको विषयमा मलाई तपाईँलाई अर्को पनि एउटा क्वेसन सोध्न चाहिँ मन छ तर त्यसलाई मैले अलिक अहिले थाहा दिइराखेँ अहिले लास्टमा सोधौँला होइन तपाईँकै करियर वाइज भन्दाखेरि चाहिँ वेयर डु यु सी योरसेल्फ इन लाइक नेक्स्ट 5-10 इयर्स कि होइन पिएचडी नि गरियो पोस्टडक पनि गरियो अब इलाइमा जागिर छ अब जस्ट चिल्ड मोडमा let's see where life takes भन्ने छ कि you have like more ambitions अब त्यो राम्रो क्वेसन हो
अब अहिले त छैन त्यस्तो धेरै, अब अहिले त्यति धेरै यो गरौँला त्यो गरौँला भन्ने छैन। अहिले भर्खर अब यो जोइन गरियो होइन, 1 वर्ष भयो। अब यतै अब आफ्नो अब कस्तो हुँदो रहेछ, फर्स्टमा चाहिँ अब म पिएचडी पोस्टडक गरेँ, मेडपेस जोइन गरेँ, अनि इलाइली पहिला चाहिँ धेरै एनर्जी हुँदो रहेछ। पहिला चाहिँ म त यता नि जान्छु, मलाई त मुभ आउट हुनु पऱ्यो भने म क्यालिफोर्निया नि गइदिन्छु, एलाबामा नि गइदिन्छु, पैसा दिनु पऱ्यो मलाई होइन। द ड्राइभिङ फोर्स इज मनी, घर त छोडेर आइयो, अब अरू त मलाई केही मतलब छैन होइन भन्ने एउटा एग्रेसन हुन्छ नि, त्यो हुन्थ्यो। अनि त्यो बेला चाहिँ यो गरौँला त्यो गरौँला यति कमाउँला भन्ने। अब बिस्तारै कस्तो हुँदै जाँदो रहेछ भन्दाखेरि सेफ प्ले गर्ने। अब बच्चाहरू यहाँ हुर्किँदैछन्, यसैमा कन्टिन्यू भयो भने ठिकै छ नि त। अब लाइक हुन्छ नि, अब यसै इलोन मस्क त भइँदैन होइन। अब हुने भनेको अब अलि यसमा अलिकति 20-30 हजार बढी 20-30 हजार कम होइन, त्यसको लागि चाहिँ बरु धेरै लाइफलाई किओस गर्नुभन्दा इट कम्स विथ रिक्स पनि। अब नयाँ कम्पनीहरू जोइन गर्दाखेरि नयाँ कल्चर हुन्छ, नयाँ रोल हुन्छ, समटाइम नयाँ नयाँ बस हुन्छ, एन्ड समटाइम इट कान्ट फिट राइट हुन्छ नि। अब एउटा एक्सपेक्टेसनले जान्छौँ तर इट जस्ट फल्स अपार्ट। अब त्यो त अब अहिलेको स्टेजमा चाहिँ त्यति किओस भन्दा बरु सेफ हुन्छ नि, कन्जर्भेटिभ अप्रोच। ल ठिकै छ, यसमै मेहनत गरौँ, यसमै अब बरु अलिकति आफ्नो काम राम्रो गरेर हुन्छ नि अलि हायर अप जाने या समथिङ लाइक द्याट गर्ने। आई थिङ्क त्यही राउटमा छ जस्तो लाग्छ मलाई। अब बच्चाहरूलाई फोकस गर्ने होइन, अब मेन त्यही भनेर आएको हो। त्यसैले त्यही छ खासै। आई एम ह्याप्पी अनि आई वान्ट टु किप इट दिस वे। आई डोन्ट ह्याभ लट हुन्छ नि, अब धेरै कुरा त छैन माइन्डमा। अब डेफिनेटली अब 2-4वटा कुरा त गर्नै पर्छ होइन। अब बच्चाहरूलाई राइट ठाउँमा पढाउने होइन, बच्चाहरूलाई टाइम दिने, आफ्नो करियरमा चाहिँ अब भने जसरी अलिअलि काम सिक्दै जाने, अब आफ्नै जब सेटिस्फ्याक्सनको लागि अब डिजर्भिङ प्रमोसन होस् या हुन्छ नि त्यस्तोलाई टार्गेट गर्ने। अब डेफिनेटली त्यस्ता कुराहरू त छ नै। तर म चाहिँ अब स्विच गर्छु, अब यसपछि चाहिँ म बरु जबै छोडेर म आफ्नै खोल्छु, म नेपाल जान्छु होइन, म देश परिवर्तन गर्छु या त्यस्तो भन्ने चाहिँ सायद छैन। अब लाइक कोहीमा हुन्छ त्यो जुन धेरै राम्रो हो। अब एभ्री वान इज नट मेड फर द्याट आई थिङ्क। एन्ड टु बी अनेस्ट 95% अफ द पिपल लाइक आर अस, लाइक हुन्छ नि जसलाई सेफ चाहियो, चल्नु पऱ्यो, त्यति हो। अब त्यो 2-4% मान्छे हुन्छ नि त्यस्तो। त्यही 2-4% नै एलन मस्क भन्ने। त्यही त त्यही त ठिक छ ठिक छ। के छ त नेपालमा अलिअलि भए नि काम गर्नुभयो होइन। अब तपाईँले अहिले चाहिँ अब यहाँ फार्मास्युटिकल कम्पनीमा एमआरको रूपमा नि काम गरे भन्दै हुनुहुन्छ। नेपालको फार्मास्युटिकल कम्पनीहरूमा चाहिँ कस्तो छ, रिसर्च भन्ने छ कि अब इन्डियाबाट प्रड्युस भएको औषधि चाहिँ अब त्यहाँ कपी गरेर प्रड्युस गर्छन् कि कस्तो छ? लाइक नेपालको फार्मास्युटिकल र यहाँ ग्लोबल स्केलमा अमेरिकाको चाहिँ हेर्दै गर्दाखेरि चाहिँ वेयर डज नेपाल स्ट्यान्ड? छैन। अब इन्फ्रास्ट्रक्चर रिसर्चमा त बिहाइन्ड नै छ। अब अलिअलि गर्ने विद्यार्थीहरू, अब रिसर्च एकदम डिजर्भिङ विद्यार्थीहरू छन्। अब साइन्स बायोटेक्नोलोजीमा पनि धेरै युनिभर्सिटीहरू छन् होइन, धेरै कलेजहरू छन्। सर मास्टर्स गर्दाखेरि जस्तो अब यहाँ चाहिँ अब टुल्सहरू छ नि त होइन, भुसुनामा रिसर्च गरे भन्नुभयो, मुसामा रिसर्च गरे भन्नुभयो, नेपालमा त्यस्तो रिसर्च कल्चर छ? अलिअलि त अब अहिले त छ होइन, केयुतिर राम्रै छ रिसर्च फेसिलिटीहरू। तर अब कस्तो छ भन्दा स्कोप छैन कि। अब एट द एन्ड किन गर्छन् त रिसर्च नेपालमा अहिले विद्यार्थी बाहिर जान सकौँ भने? उनीहरूको त्यो गोलै एमै सानो छ नि त। एमै चाहिँ यहाँनिर बनाउँ र हुन त अब सायद अब त्यो विद्यार्थीले प्रोफेसरले सोचेर पनि हुँदैन, त्यो सरकारले पनि त्यसै अनुसार हुन्छ नि त्यसमा चाहिँ इन्भेस्ट गर्नु पऱ्यो साइन्समा होइन। आई थिङ्क अब अहिले त घाँस बाँस कपासमै अड्किरहेछ धेरैको लाइक हुन्छ जीवन भनेपछि। यो त्यहाँ त कसैले सोचेकै छैन होइन। अब मेबी लाइक डाउन द रोड अब सबै यो त सबै पोलिटिकल सिनेरियोसँग जोडिने कुराहरू हो। अब मेबी डाउन द रोड लाइक हुन्छ नि देश राम्रो हुँदै गयो, अब सबै कुरा राम्रो हुँदै गयो, अलि इन्भेस्टर्सहरूलाई पनि कन्फिडेन्ट आउन थाल्यो। अब जस्तै अहिले नै पनि हाम्रो इलाइ लिलीको भनौँ न कति फङ्सनालिटीहरू इन्डियामा छ क्या हेडक्वार्टर। अब हाम्रै मेजरली लाइक राइटिङ ग्रुपको चाहिँ हुन्छ नि
बिग चङ्क अफ टिम इज इन इन्डिया बिकज त्यहाँ हायर गर्न सजिलो सस्तो पर्छ अनि सबै काम त्यहाँ हुन्छ क्या ओके बुझेनौ अब स्ट्याटको टिम त्यहीँ छ होइन अब इभन लाइक क्लिनिकल ट्रायल्सहरू इन्डियाको थुप्रो हस्पिटल्सहरूमा हुन्छ होइन अब त्यो त नेपालमा नि पेसेन्ट त छ नि क्लिनिकल ट्रायल पनि हुनसक्छ अब त्यस्तै विद्यार्थीहरू त प्रोफेसनलहरू त नेपालमा नि छ त्यहाँ पनि अब राइटिङदेखि लिएर स्ट्याटको कामहरू हुनसक्छ नेपाली म्यान पावरलाई लिएर अब तर त्यस्तो अहिलेसम्म भएको छैन नि त जब कि त्यही छिमेकी मुलुक इन्डियामा भइसक्यो भनेपछि आई थिङ्क इट जस्ट टाइज टु इन्फ्रास्ट्रक्चर पोलिटिकल सिनेरी एन्ड एभ्रिथिङ तर अब सर्ट एन्सर चाहिँ अहिले अब रिसर्च सेक्टरमा चाहिँ नेपाल इज इन भेरी प्रिलिमिनरी स्टेज होइन पोटेन्सियल छ विद्यार्थी पनि छन् औषधि प्राय इम्पोर्टै हो नेपालमा सबै त्यो यार्सा गुम्बा बाहेक हाम्रो कति 40-50 मिनट बसौँ भनेको है लामो पनि भयो अब ऱ्यापअपै गर्नुपर्छ होला मैले केही सोध्न छुटाएको तपाईँलाई भन्न मन लागेको केही कुरा छ भने जोडिदिनुहोस् अनि प्लस अब यु आर अ फादर होइन छोरीहरू छन् होइन किन साइन्स पढ्नुपर्छ अथवा लाइक उनीहरूलाई चाहिँ तपाईँको बायोलोजीको कोर्स लिनलाई चाहिँ इन्सपायर गर्नुहुन्छ कि गर्नुहुन्न होइन अथवा अरू जो हामीलाई हेरिराख्नु भएको छ वाइ सुड यु कन्सिडर साइन्स एन्ड बायोलोजी गर्नैपर्छ भने होइन के छ त यसको करियर प्रस्पेक्ट त्यही त अब बायोलोजी अब धेरै स्कोप भएको सब्जेक्ट हो अब किनभने इट जस्ट डिरेक्टली रिलेट्स टु ह्युमन होइन अब जति यो कम्प्युटर एआई भने पनि अब यसले एडभान्समेन्ट त देला एट द एन्ड अफ द डे एभ्री वान वान्ट्स टु लिभ लङ्गर एन्ड हेल्दी होइन अब द्याट्स द गोल अब यो एआईले जति काम दिए पनि जे गरे पनि मान्छे बाँच्दै बाँचेन होइन अब क्वालिटी लाइफ भएन डिजिज भयो भनेपछि त इट डिफिट्स द पर्पज होइन अब त्यसैले चाहिँ बायोलोजी डिरेक्टली रिलेट्स टु human health. So whether you are going to nursing or doctor, हुन्छ नि biotech, a scientist, any aspect of biology is a very important aspect of life. It's a life itself, होइन. So त्यसैले करियर स्कोपहरू धेरै छ त्यही हो इन्ट्रेस्ट हुनु पऱ्यो अब आई मिन इफ यु आर मोर इन्ट्रेस्टेड इन कोडिङ एन्ड म्याथ एन्ड लाइक त्यहाँ पनि राम्रो स्कोप छ त्यहीँ गर्ने अब होइन यो मोर इन्टु लाइक ह्युमन लाइफ अब यो हुन्छ नि अब इभन एनिमल लाइफ टु सर्टेन एक्सटेन्ट अब भेटेनरीहरू हुन्छ होइन त्यसमा इन्ट्रेस्ट छ भने यतातिर आउने यो गर्ने करियर एस्पेक्ट्सहरू जहाँ पनि ब्रडै छ होइन बायो अब खै त अब त्यसरी मैले हेड टु हेड त गराएको होइन तर छ अब स्कोप छ अब गरिरहेछन् मान्छे अब मेडिकल फिल्डमै धेरै छ होइन रिसर्च फिल्डमा छ अरू फिल्डमा पनि होला होइन पब्लिक हेल्थ के गर्छ नि फार्मेसी होइन त्यसो अनि त्यसैले धन्यवाद अरू केही छैन धन्यवाद मलाई मलाई यसरी होइन मिठो कुरा मिठो चिया सबै मिठो भयो ल ल ल ल थ्याङ्क यू ल ह्याप्पी न्यु इयर ल